Hello everyone, welcome to my second vlog in the US. So आज चाहिँ हामी San Antonio-बाट चाहिँ ह्युस्टन जाँदैछौँ अनि ह्युस्टनमा गएर चाहिँ आज नासाको रिसर्च सेन्टर घुम्ने प्लान हो दिनभरि अनि त्यो दिनभरि घुमिसकेपछि चाहिँ दिदी भिनाजु अनि डेजी दे विल गो ब्याक टु ड्यालस अनि हामीलाई चाहिँ आज हाम्रो साथी निर्मल र प्रतीक्षा चाहिँ पिकअप बनाउँदैछ अनि दे विल कम टु पिकअप अस इन द ह्युस्टन अनि त्यसपछि हामी चाहिँ ह्युस्टनबाट चाहिँ विल गो टु देयर प्लेस र निर्मल र म चाहिँ नेपालमा सँगै ब्याचलर गरेको जर्मनी पनि हामी सँगै बस्यौँ पढ्यौँ पनि एउटैको युनिभर्सिटीमा सो वी आर रियली एक्साइटेड टु सी हिम आफ्टर अराउन्ड 2 years. निर्मल इज अलवेज इन्टरटेनिङ एकदमै गफाडी साथी छ उज्जवल भन्ने साथीलाई चाहिँ मैले मोर देन 2 years आई थिङ्क धेरै नै भइसक्यो होला चाहिँ मैले ब्याचलर सकिसकेपछि वी हेभन मेट या त्यही हो सो यो भिडियो चाहिँ विशेष हुनेवाला छ किनकि हाम्रो चाहिँ फ्रेन्ड्स रियुनियन हुनेवाला छ I mean, I'm really excited to see them, to be honest. So, मैले चाहिँ नासाको जस्ट बाहिरको केही भिजुअल चाहिँ मात्रै राख्ने विचार गरेँ किनकि भित्र चाहिँ मेरो गोप्रो चाहिँ अलाउ थिएन गोप्रोबाट भिडियो खिच्दा चाहिँ नासा सेन्टरभित्र चाहिँ अलाउ थिएन त्यही भएर मैले भित्र भिडियो खिचिनँ अनि त्यसपछि हामी अब सिधै यहाँबाट साथीहरूलाई भेट्न जान्छौँ र वी विल ह्याभ फन विथ देम सो किप वाचिङ फाइनली हाम्रो चाहिँ साथीसँग भेटघाट गरेका छौँ सो यो चाहिँ मेरो भाइ हो है दारी आए पनि भाइ हो यो चाहिँ होइन यो चाहिँ फेरि क्यामेरा भने चाहिँ हुर्कै हुने खालको मान्छे हो यो चाहिँ भाइको बुढी बुहारी अनि उहाँ चाहिँ हाम्रो नयाँ साथी विधान हामीले विधान पास गरिसक्यो हो होइन अनि विधान पास भइसकेको छ सो अब हामी चाहिँ 2 दिन चाहिँ निर्मल भान्से दाइ घरमा हुँदो रहेछ यो चाहिँ युट्युबमै हाल्नुपर्छ यही कुरा उसलाई ट्याग गरेर तिमीले हेर्नै पर्ने हो उज्जवलको थकाली घर भनेर उज्जवलको थकाली खान्छ निर्मलले चलाएर गुरुजी तर्सिनु भयो कि गुरुजी अलिक तर्सिनु भएको जस्तो लाग्यो अरे कि होइन तर एकछिन सिटीमा मात्र हो सिटी कटिसकेको छ हाइवे त सजिलो उता जस्तो रहेछ है हाइवे त बोरिङ अल्छी लाग्ने यहाँको डाउन टाउन चाहिँ गर्ने यार हामी आज हामी फुर्सदै भएन त्यहाँ अब हामी क्यासिनो जाने अरे कि हेरिसकेँ मैले अघि यो त 2 चोटि ओर्दर गरिसकेँ 2 चोटि ओर्दर गरी भइसक्यो बाटो गोल्डन नगेट्स भन्ने क्यासिनोमा जाँदैछ हामी चाहिँ प्रस्थान हुँदैछ पैसा खनाएर जाने हो कि सोरेर जाने त्यो थाहा छैन होइन यहाँ प्रोफीको खतरा निर्मलै होला नि जुवा खेल्न जानेको म रमाइलो मात्रै हो रमाइलो मात्र हो यार हामी चाहिँ फेरि जितेपछि रमाइलो मान्छौँ होइन हारेर चाहिँ रमाइलो मान्दैन अब त्यहाँ भने यस्तो हो क्या मेरो सित्तैमा खान पाइन्छ पैसा हाल्यो उठाइन्छ क्या मेरो खाइए ए हो र सित्तैमा हो नि त ड्रिङ्क किन क्यासिनो हो नि त सबै तिमीले जे बियर होइन त्यहाँ चाहिँ कति बियर र सफ्ट ड्रिङ्कहरू चाहिँ सित्तैमा खान पाइन्छ भन्छ हामी यतै आउनु पर्ला क्या यार जहिले पनि ड्रिङ्क खानु मन लाग्यो क्यासिनो छ यार भन्न जोर से बोल के लोगों को स्कीमें बता दे त्यसले नयाँ कुरा थाहा हो यार चल यहाँ चाहिँ हामी के अरे के हुन्छ अरे अमेरिकनले भन्छ नि के अरे गोल्डन नगरमा चाहिँ बियर खान पाइन्छ तर टिप्स चाहिँ दिनुपर्छ टिप्स $1 किन ए हो अनिखेरि गोल्डन नगेट छिर्नलाई चाहिँ फी पनि पर्दैन अनि त्यो आइडी चाहिँ टिप्स चाहिँ दिनुपर्छ टिप्स चाहिँ अब त्यो बियर ल्याउनेलाई चाहिँ टिप्स दिनुपर्छ
कति दिनुपर्छ अनिवार्य हो ए अनिवार्य म्यान्डेटरी नै हो दिनै पर्ने दिएको राम्रो क्या यहाँ चाहिँ टिप्स कल्चर एकदमै छ है सुनेको थिएँ मैले 10% तर रेस्टुरेन्टमा गएर खाना खाएर त्यो टिप्स दिएन भने यो चाहिँ एकदमै रुड भयो लास्ट टाइम त्यो चाहिँ कसरी गर्दैन होला यहाँ त अब बाटोमा हिँड्ने मान्छे अघि मैले दिएँ नि त कहाँ दियो अघि त्यो पाकिस्तान रेस्टुरेन्टमा ए दियो कति दियो मैले $12 दिएँ अब गोल्डन नगरमा टक्क लाएर क्यासिनोमा गएर आज सब पैसा हाम्रो लाग्यो ओके हामी चाहिँ लुजियाना आएको फर्स्ट दिन भनौँ फर्स्ट आवर नै सिधै क्यासिनो गइरहेछ गोल्डन नगर दिस इज द फेमस क्याफे हैन यो चाहिँ मेरो अब साथीहरू पनि टेक्सासदेखि सबजना चाहिँ यहाँ भेट हाल्न आउँछ हैन सो आज हामी अल द वे फ्रम सान एन्टोनियोबाट आएको हामी होइन सान एन्टोनियोबाट यहाँ सिधै क्यासिनो भनेपछि हामी जुवाडे नम्बरमै गर्नेछौँ अब टक्कभित्र जाने होइन टक्क लाएर सही क्यासिनो हाल्नुपर्छ बियर 2-4 हाल्नुपर्छ होइन अनि यहाँ यस्तो हो कि यो ललिपप चाहिँ हुन्छ नि यो अनिवार्य यो चाहिँ लक चेरी ललिपप हालेर गएपछि स्योर जितिन्छ ओके हेर्दै जा कति जितिन्छ हेर्दै जान्छ हेरौँला तेरो यो चोरीफुरी कति दिन टिक्छ म पनि हेरौँला हेरौँला सबैजना जित्ने उद्देश्य ल्यायो हुन्छ होइन आउने तर घरबार सब हारेर आउने यहाँबाट बिकज आएन मिलिने ओके सो दिस इज द भ्यू सो अहिले चाहिँ हामी ठ्याक्कै इन्ट्रान्समा छौँ भित्र गएर टन्न पैसा जम्मा गरेर निर्मल गाडी भरेर टक्क जानुपर्छ होइन गाडीको डिक्की फुल गरेर भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी के हो भन्दा छ So this is it. This is it. Okay, now we are inside the casino. So, Sonaji, कस्तो भइरहेछ त? How you feel? तिम्रो क्यासिनो भन्दै क्यासिनो जाने धेरै सपना थियो लुजियाना आएको फर्स्टै दिनमा पुरा हुँदैछ यसको धन्यवाद चाहिँ हाम्रो साथीहरूलाई दिनुपर्छ साथीहरूले गर्दा आज आउनु हामी चाहिँ पैसा जित्ने सोच लिएका थियौँ बट स्टिल हामीले चाहिँ $40 जति हार्यौँ र भित्र चाहिँ भिडियो किन अलाउ गरिन्छ सो आई डोन्ट ह्याभ एनी फुटेज फ्रम इनसाइड सो अब चाहिँ हामी सिधै घर जानेछौँ र खाना खानेछौँ उज्जवललाई पनि भेट्नेछौँ ल सबैजनालाई वेलकम छ है भ्लगमा आज उज्जवलले बनाएको यहाँ परिकार खाँदैछौँ हामी सो ल मेरो थाल त पुरै भरेछ यार यो उले हालेको मैले कसले निर्मलले कसले छ अभियसली ठिक छ भन्दैछ त ल यो चाहिँ गफाडी हो होइन लास्टै गफाडी हो यसको गफ सुनेर कोही पनि नबकिने होला बस उज्जवल बस ल अब उज्जवललाई थ्याङ्क यू भन्नुपर्छ है यस्तो धेरै मिठो मिठो चिजहरू बनिसकेको छ हिस्टनबाट ल्याएको मोमो हाउसबाट ल्याएको ओके हिस्टनबाट ल्याएको मोमो मोमो त जहाँबाट ल्यायो नि मिठै हुन्छ नर्मली भातले खान्छु ल अब सुरु गरौँ ल खाएर त कस्तो रहेछ तेरो प्रति कपाल मिलाइहाल्छ फेरि मिठो ल अब खानु पर्यो नि त यसले अस्ति भगवान त्यही भनेको होइन अम्मा दिनभरि भोक लाग्यो युट्युबमा हेरेको थिएँ अम्मा गर
ल है आज हालेर दालमा फेरि मिठो मिठो दियो दाल छ हो उसले घिउ बनाउनु भने मलाई अनि ल ल उज्जवल पनि आऊ त बसौँ आऊ ऊ त जतिखेर गएको आज भान्से उसको नि त ल उज्जवल चाहिँ धेरै मेहनती रहेछ मान्छे धेरै मिठो लाग्यो मलाई ल अब मेच गरेछ भात अब म्याच गरा ल अब धेरै थोक नलिनौँ होइन फेरि भोलि डाइरी लाग्यो भने हामीलाई गाह्रो हुन्छ अब सबैजना मिलेर खाऊँ म पनि अब पुरै जम्प हान्छु यो गहिरो थालमा बिहान उसको च्यानल सब्सक्राइब गर्नु है म अब गरिहाल्छु ल एकजना सब्सक्राइबर बढिसकेको छ यहाँ अहिलेको अहिले केही छैन तपाईँ नि हो नि अर्को एकाउन्टबाट होइन यसको त जसरी पनि भइहाल्छ म यस्तो गर्छु नि त क्लासमा चाहिँ स्टुडेन्टलाई क्युआर कोड हुन्छ हुन्छ भन्नु माई च्यानल भन्नु यदि नेपालको कल्चर सिक्नु छ भने यो च्यानल सब्सक्राइब गर्नु भनेर होइन ल अब खाऊँ है त ए म त मासु नै हाल्नु हामी चाहिँ खाना खान्छौँ र विल सी यु टुमोरो मर्निङ विथ द न्यू भ्लग गुड नाइट एभ्री वान